वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हजुरले चाहिँ थम्बनेल देखेर नै थाहा पाउनु होला आज हामी के गर्न लागेको रहेछौँ। हामी किन भनेको भन्दाखेरि मेरो साथीहरू चाहिँ त्यो मुनि छ। म चाहिँ यिनीहरूको साइकल हो कि मेरो साइकलको ह्यान्डल भाँच्चे थियो अनि त्योसँग गियर्स भएको पनि एक्सन गर्ने अनि साइकल भाँचेको पनि एक्सन गर्ने भनेर चाहिँ यहाँ चाहिँ हामीलाई अनि तिनीहरूलाई मिलाउँदैछ लाग्यो। अघि पनि गरेको थियौँ त्यति बेला हामीले रेकर्ड गरेको थिएनौँ। यसमा चाहिँ गर्दैछौँ है अगाडि ए गाई चाहिँ एकदम धुम्दै घुम्न आउनु भएन क्या नि एक्टिङ गर्न आएको हजुरले मलाई भन्दै भए कस्तो राम्रो कस्तो हुन्छ हजुरले हेर्नु होला। ल गाई अब म यो मोबाइल चाहिँ हो यसलाई दिन्छु। ल यो रेकर्ड नगर्यो रेकर्ड भइरहेको लोटे जस्तो मोबाइल त्यहाँ ल गाइस अहिले चाहिँ हामी यो दुनियाँमा कतिजना राम्रो छ भन्ने हामीले चेक गर्न लाग्छौँ। तिमीहरू माथि बस है म चाहिँ यहाँ मोबाइल राख्ने मोबाइल चाहिँ यहाँ लुकाएर राखौँ के अलिक झाडीमा लुकाउनु रुकी खकिदेऊ त मलाई आइडिया आयो क्या होइन के गरौँ भने अहिले गाडी नर्सले देखेको गाई चाहिँ यदि हजुरहरूले यसमा पनि हेर्नुभएको छ भने लाइक सेयर कमेन्ट गर्न नबिर्सिनु होला। ब्याड अडियो आयो भने माफ गरिदिनु होला र भिडियोतिर लागौँ है त। क्यामेरा सेटिङ गरिरहेको देखेछ माथि हामी चाहिँ माथि बसेर लुक्छौँ। Jadi masih deh. Camera. Hello guys, हामी चाहिँ भइसक्यो एउटा अङ्कलले रोक्नु भयो। अबको लोड्छ चुट्टी लोड्छ ल जब चाहिँ चुट्टी लोड्छ अब यो लोड्छ अब हेरौँ है हामी अब यो त सुते गरे यार भिडियो ल गाइस हामी चाहिँ माथि गएर कसैले हेल्प गर्छ नि गर्दैन सहयोग यो दुनियाँमा कतिजना राम्रो असल
सुशान्तको बाली अनि फेरि हट्कम आइज आइज म एकछिन बस्नु क्या रुक्नु नि आउनु यहाँ चाहिँ हेर्नु भयो सक्सेसफुल भइसकेको छ र अहिलेसम्म 3 जनाले चाहिँ गरिसकेको छ हाम्रो 3 जना मान्छेको 3 जना किन लिएर गएको ल गाइज हाम्रो प्लान चाहिँ यो भिडियो चाहिँ एकदम सक्सेसफुल भयो गाडी हाय यु क्यान फेरि कता लिएर गएको त नि यसरी एकदम सक्सेसफुल भयो के यो किन लिएर गएको के सही अब कसको टर्न हो यु क्यान मेरो तिम्रो मलाई मजा आउँदो रहेछ के म हाँसेको थिएँ के त्यो याद नजाएको अलिक धन्न त हुन्छ
ओ आइसा आइपुग्यो नै गाइज एकछिन अब यहाँ सिधा यो आएपछि नै भिडियो स्टार्ट गरौँ गाइज यिनीहरूले नै मिलाउँदैछन् भइरहेछ नि एकैचोटि जाऊ गोलीभित्र सिधा अलि उता जानु यो पनि यस्तो गरिदिनु त्यस्तो प्राङ्क हुन्छ मैले पुलिस बोलाएर पठाइदिउँ र गाइज आजको लागि यति नै भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा भनिदिनु होला र